अनि के हो खेतीमै रोक लगाउन लागि कि क्या हो त्यसको खेतीमा रोक लगाउन लाए कहाँ रोक लगाउन लाए मैले खै ज्ञापन पत्रमा त त्यस्तै पढे यस्तो हो ज्ञापन पत्र बुझाएको चाहिँ विभिन्न कारणहरू छन् विभिन्न मुद्दाहरू छन् त्यसमध्ये एउटा चाहिँ अब यो टनेल खेती अथवा भनौँ यो व्यावसायिक तरकारी खेतीको कुरा हो त्यो त्यसो भए ज्ञापन पत्र मैले राम्रोसँग बुझिनँ छु एकचोटि यसो मजाले बुझाउनु नि त ज्ञापन पत्रमा उल्लेख भएको एउटा कुरा चाहिँ खेतीसँग सम्बन्धित कुरा चाहिँ के हो भने तपाईँको चाहिँ एक्सेसिभ पेस्टिसाइड युज गरेर अब त्यो कीटनाशक औषधिहरू अत्याधिक प्रयोग गरेर गरिने विषादीहरू युज गरेर गरिने कुरामा चाहिँ नियमन गर्नु पर्यो भनेको रोक लाउनु पर्यो भनेको छैन अनि विषादीहरू त युज गर्नै नमिल्ने त होइन होला पहिलेदेखि गरिरहेको कुरो अनि हो तर एउटा लिमिटमा हुन्छ विषादीको कारणले चाहिँ अत्याधिक विषादी प्रयोग गरेपछि त तपाईँको चाहिँ क्यान्सर जस्ता रोगहरू कति आउँछन् त्यो रोगलाई चाहिँ अनि समुदायमा फैलिदिनुभन्दा त पहिले नै रोक लगाउनु नियमन गर्नु त स्थानीय तहको काम होला नि त त्यसो भए त्यो विषादीहरूको बारे त सबैलाई ज्ञान नहोला किसानहरूलाई पनि ज्ञान नहोला त्यो त भएर नै खासमा चाहिँ ज्ञापन पत्र बुझाएको हो स्थानीय तहले नगरपालिका स्तरबाट के गर्नु पर्यो भने ज्ञान पनि दिनु पर्यो एउटा चाहिँ लेभल पनि बनाइदिनु पर्यो यतिसम्म युज गर्ने यो प्रयोग गर्ने भन्ने कुरा नियम पनि बनाइदिनु पर्यो अनि नियम मात्र बनाएर त हुँदैन होला नियम त पहिलेदेखि पनि छ होला त्यही भएर चाहिँ के भने दर्ता गराउनु पर्यो हरेक वडामा दर्ता गराउनु पर्यो स्थानीय तहको चाङडा नगरपालिकाले गर्नु पर्यो हेर्न पर्यो मासिक हुन्छ कि 2 महिनामा एकचोटि हुन्छ अथवा कसरी हुन्छ टेस्ट गर्ने प्रावधान ल्याउनु पर्यो टेस्ट प्रावधान भन्नाले टेस्ट कहाँ गर्ने त अनि टेस्ट गर्ने त चाङडा नगरपालिकाले गर्ने सबैले नगरपालिकामा गएर गर्नु पर्यो अब त्यो त चाङडा नगरपालिकाको कुरा हो नि त कसरी मिलाउने भन्ने कुरा उसले आफ्नो स्टाफ पठाएर फार्ममै गएर गराउँछ कि अथवा फार्ममा ल्याएर गराउँछ कि अब मेयर साहबले चाहिँ हिजो अस्ति के भन्नुभएको छ भने हामीसँग ल्याब इस्टाब्लिस छ भन्नुभएको छ त्यो ल्याबमा जनशक्ति होला त्यही जनशक्तिको प्रयोग गरेर गर्नु पर्यो टेस्ट अल्टिमेट गोल भनेको खेतीलाई चाहिँ अलि योग्य विषादी अर्ग्यानिक बनाउनु पर्यो अर्ग्यानिक नबनाओस् भन्ने कुरा हो अलि राम्रो बनाउनु पर्यो यो व्यावसायिक खेतीको लागि विषय त राम्रै उठ्या रहेछ अब यो प्रश्न मात्र गरे हो कि यसको लागि केही उपायहरू पनि सोचिया उपाय यस्तो हामीले अब म व्यावसायिक खेती गर्ने मान्छे प्रोफेसनल मान्छे त होइन समस्या कहाँ हो भन्दाखेरि यहाँ प्रयोग हुने कीटनाशक औषधिले मान्छेको स्वास्थ्यमा चाहिँ डाइरेक्ट असर गर्छ भनेर मात्रै उठाइएको विषय हो यो कुरा विज्ञहरू त नगरपालिकामा छन् भनेर जानकारी गराउनु भएको छ मेयर साहबले अब मैले देखेको उपाय के हो भनेदेखि चाहिँ यो कीटनाशक बढी प्रयोग गर्ने कृषकहरू अथवा व्यवसायीहरूलाई चाहिँ दण्डित गर्ने व्यवस्था गर्नु पर्यो नगर्ने अर्ग्यानिक फार्मिङ गर्नेहरूलाई चाहिँ अब अहिले पनि विभिन्न नाममा अनुदानहरू दिएको छ त्यो अनुदान मार्फत चाहिँ पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्यो र अर्को एउटा चाहिँ के छ भन्दाखेरि एउटा समस्या मैले देखेको चाहिँ कृषकहरूलाई चाहिँ प्राइसिङको समस्या छ अब फल फल्ने बेला सबैतिर एकैचोटि फल्ने अनि त्यतिखेर मार्केटमा प्राइस डाउन हुने त्यो व्यवस्थाको लागि चाहिँ आफ्ना उत्पादन भएका चिजहरूलाई चाहिँ स्टोरेज गर्ने एउटा कोल्ड स्टोरको व्यवस्था चाङडा नगरपालिकामा मैले देखेको छैन स्टोरेज गरेर पछि बेच्न पाउने व्यवस्था चाहिँ गर्दिन पर्ने होला भन्ने मेरो कुरा हो यो पनि कुरो राम्रै हो किनभने त्यो भयो भने सिजन अफ सिजनमा पनि कृषकहरूले व्यवसाय फस्टाउँछ पछि आफ्नो राम्रो प्राइसिङ पाएको बेला बेच्छ फल्यो स्टोर गरेर राख्छन् पछि राम्रो प्राइसिङमा बेच्न पाउँछन् मान्छेहरूलाई पनि सजिलो भयो त्यो भएपछि कृषकहरूलाई सजिलो कृषकहरू स्वास्थ्यमा पनि अब कीटनाशकको कुरा चाहिँ नियमन गरिदिने हो भने मान्छेको स्वास्थ्यमा प्रतिकूल असर परेन अनि यो इन्फर्मेसन अब नोटिस मात्र निकालेर देखेको छु मैले नोटिस मात्र निकालेर पुग्छ त नि मान्छेहरूको इन्फर्मेसन कसरी पुग्छ त ओडाले अब के भनिदिनु भयो मेयर साहबले भने सबै ओडाको जिम्मेवारी हो मेरो होइन भनिदिनु भयो त्यसै अनुरूप एउटा ओडा नम्बर 7 ले चाहिँ नोटिस निकालेको छ हैन अरू ओडाले क्रमशः गर्दै जानु होला त्यो उहाँहरूको कुरा हो तर सबै ओडाले चाहिँ मेयर साहबको कुरा मानेर मेयर साहबको निर्देशन मानेर नियमनको लागि आफ्नो काम गर्नुहुन्छ भन्ने मलाई लागेको छ